चुनावमा जित्ने र चुनाव जितेपछि सांसदहरू चाहिँ हराउने प्रथाको अन्त्य हुनुपर्छ भन्ने लागेर हामीले चाहिँ जनतासँग प्रत्यक्ष नियमित रूपमा जोडिनको लागि जनतासँग प्रत्यक्ष हामीले चाहिँ नियमित रूपमा सम्पर्क सम्बन्ध बनाइराख्न भेटघाट गरिराख्न कुराकानी गरिराख्नको लागि चाहिँ अहिले ललितपुर क्षेत्र नम्बर 2 को यो ग्वारकु चोक भनेको चाहिँ यो पाटन दरबार स्क्वायरदेखि पाटन क्षेत्र पनि र अर्को उता महालक्ष्मी नगरपालिकाको क्षेत्र पनि यो दुईवटा क्षेत्रको बीचमा पर्ने यो रिङ रोडमा चाहिँ नि हामीले ग्वारकु चोकमा अहिले सम्पर्क कार्यालय सांसद सम्पर्क कार्यालय खोलेका छौं। ललितपुर क्षेत्र नम्बर 2 को जनताले मात्रै भेट्न सकिनेछ। त्यो 7 बजेदेखि 10 बजेको अवधि समय चाहिँ हामीले ललितपुर क्षेत्र नम्बर 2 का जनताको लागि मात्रै छुट्याएका छौं। 39,491 मत सहित करिब 32-33 हजार को मतान्तरले जुन विजय गराउनु भएको छ, यो विजयलाई हामीले जिम्मेवारीको रूपमा कर्तव्यको रूपमा र यो जिम्मेवारीलाई बडो संवेदनशील र गम्भीर भएर जनताको हितको लागि पूरा गर्नुपर्छ भन्ने लागेको छ। सबैलाई नमस्कार छ। फागुन 21 गते सम्पन्न भएको प्रतिनिधि सभाको निर्वाचनमा मलाई ललितपुर क्षेत्र नम्बर 2 का आम जनताहरूले अत्यधिक बहुमतका साथ विजय गराउनु भएकोमा सबैभन्दा पहिला म ललितपुर क्षेत्र नम्बर 2 का जनताहरूप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु र मलाई 39,491 मत सहित करिब 32-33 हजार को मतान्तरले जुन विजय गराउनु भएको छ, यो विजयलाई हामीले जिम्मेवारीको रूपमा कर्तव्यको रूपमा र यो जिम्मेवारीलाई बडो संवेदनशील र गम्भीर भएर जनताको हितको लागि पूरा गर्नुपर्छ भन्ने लागेको छ। र यो बीचमा चुनाव आउने, चुनाव आइसके पछाडि चुनावमा जित्ने र चुनाव जितेपछि सांसदहरू चाहिँ हराउने प्रथाको अन्त्य हुनुपर्छ भन्ने लागेर हामीले चाहिँ जनतासँग प्रत्यक्ष नियमित रूपमा जोडिनको लागि जनतासँग प्रत्यक्ष हामीले चाहिँ नियमित रूपमा सम्पर्क सम्बन्ध बनाइराख्न भेटघाट गरिराख्न कुराकानी गरिराख्नको लागि चाहिँ अहिले ललितपुर क्षेत्र नम्बर 2 को यो ग्वारकु चोक भनेको चाहिँ यो पाटन दरबार स्क्वायरदेखि पाटन क्षेत्र पनि र अर्को उता महालक्ष्मी नगरपालिकाको क्षेत्र पनि यो दुईवटा क्षेत्रको बीचमा पर्ने यो रिङ रोडमा चाहिँ नि हामीले ग्वारकु चोकमा अहिले सम्पर्क कार्यालय सांसद सम्पर्क कार्यालय खोलेका छौं। आजबाट शुभारम्भ भएको छ। म आफै पनि पहिलो पटक यो सांसद सम्पर्क कार्यालयमा आएको छु। यो तयारीमा लाग्नुहुने सबै साथीहरूलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। अब ललितपुर क्षेत्र नम्बर 2 का जनताले यहाँ मलाई चाहिँ हरेक शनिबार 7 बजेदेखि 10 बजेसम्म यहाँ ललितपुर क्षेत्र नम्बर 2 को जनताले मात्रै भेट्न सकिनेछ। त्यो 7 बजेदेखि 10 बजेको अवधि समय चाहिँ हामीले ललितपुर क्षेत्र नम्बर 2 का जनताको लागि मात्रै छुट्याएका छौं। त्यो बाहेकको अरु समयहरुमा अरु विभिन्न ठाउँमा त देशभरिका जनता सबैले भेटघाट गर्न सकिहालिन्छ। त्यसैले ललितपुर क्षेत्र नम्बर 2 को जनताको लागि नै लक्षित गरेर हामीले यो भेटघाटको प्रबन्ध मिलाएका छौं र म यहाँहरुलाई दोहोर्याएर पनि भन्न चाहन्छु, शनिबार 7 बजेदेखि 10 बजेसम्म हरेक शनिबार यहाँ भेट हुन्छ। प्राय बिरामी भएको समय अथवा राजधानी काठमाडौँ उपत्यका बाहिर गएको समय बाहेक त्यो समयमा चाहिँ नि भेटघाटको लागि आम जनतासँग भेट हुनेछ। हामीले हाम्रो हटलाइन नम्बरहरू पनि जनताको घर दैलोमा जाँदा उहाँहरूलाई दिएका छौं। जनतासँग कुराकानी पनि हुन सक्छ। अब जनताका समस्या अथवा जनताका धारणा अथवा जनताका सुझावहरू हामी प्रत्यक्ष रूपमा लिने पनि छौं, नियमित भेटघाट पनि गर्ने छौं। अब सांसद चाहिँ देखिन्छ, सांसद सुनिन्छ र सांसद भेटिन्छ। यति कुराहरूको लागि यहाँहरूलाई यो जानकारी पनि गराउन चाहन्छु। धेरै धेरै धन्यवाद छ।